जय श्री कृष्ण। राधे राधे। भजन भक्ति सागर च्यानलमा यहाँलाई स्वागत छ र आज हामी कुरा गर्छौं श्रीमद् भागवत गीता अध्याय 10 विभूति योग। यो अध्यायमा मुख्य रूपमा तीनवटा कुरालाई समेटिएको छ। नम्बर 1, भगवानको कुनै रूप छ कि छैन। भगवान कहाँ कहाँ कुन कुन रूपमा बस्नुहुन्छ। के मानिसले भगवानलाई पूर्ण रूपमा जान्न सम्भव छ कि छैन। यो तीनटा कुरा विशेष रूपमा विभूति योगमा समेटिएको छ। भगवानले भन्नुहुन्छ तिमी मेरो मित्र छौ। भगवानले अर्जुनलाई भन्नुहुन्छ तिमी मेरो मित्र छौ, मलाई अति नै प्रिय र प्रेम तिमीले नै गर्छौ। त्यसैले अब तिमीलाई म आफ्नो बारेमा भन्दैछु। मेरो जन्मलाई कसैले जान्दैन। म जन्म र मरण भन्दा अलग छु भनेर भगवानले भन्नुहुन्छ। मेरो जन्मलाई कसैले जान्दैनन्, म जन्म र मरण भन्दा अलग छु। त्यो मानिस सबै ज्ञानी हुन्छन्। त्यो मानिस सबै भन्दा ज्ञानी हो जसले मलाई जान्दछन् कि म जन्म मरण भन्दा अलग छु। त्यस्तो व्यक्ति एकदम ज्ञानी मान्छे हो, मेरो प्रिय हो। ज्ञान र मूर्खता, सत्य र झूठ, सुख र दुख, मन र बुद्धि, रचना र नाश, कृति र अपमान, सबै भाव वास्तवमा मै छु। यो संसारमा जहाँ जहाँ जसको पूजा भए पनि त्यहाँ मै हुन्छु। जसले म प्रति मन र प्राणलाई अर्पण गर्छ त्यसको ज्ञानको अन्ध्यारोलाई मैले नै ज्ञानको उज्यालोबाट प्रकाशित गरिदिन्छु। अर्जुन, त्यसपछि अर्जुनले भन्नुहुन्छ हे कृष्ण, हजुरको कुरा मलाई अति नै प्रिय लागिरहेको छ। हजुरले मेरो मनलाई तानिहाल्नु भएको छ। हे भगवान, हजुरलाई कसरी कुन तरिकाले स्वीकार गर्ने, आफ्नो शक्ति र महिमाको बारेमा भन्नुहोस् भनेर अर्जुनले भगवानलाई भन्नुहुन्छ। कसरी हजुरलाई स्वीकार गर्नु, हजुर आफ्नो शक्ति र महिमाको बारेमा भन्नुहोस् भनेर अर्जुनले क्वेसन राख्नु भएको छ। अनि भगवानले भन्नुहुन्छ अर्जुन, त्यसरी त मेरो विस्तार वर्णनको कुनै सीमा नै छैनन्। तर पनि तिम्रो लागि जान्न जति आवश्यक छ, तिमीले जति जान्नुपर्ने आवश्यक छ त्यसको बारेमा म भन्दैछु। सबै समय अर्थात् वर्तमान, भूत, भविष्य सबै म नै छु। म नै विष्णु, सूर्य, चन्द्रमा छु। वेदमा सामवेद, देवमा इन्द्र, इन्द्रियमा मन, जीवमा आत्मा, पर्वतमा सुमेरु, रुद्रमा शङ्कर, वसुमा अग्नि, दौलतमा कुबेर, जलमा समुद्र, ग्रहमा बृहस्पति, अडिरहनेमा पहाड, देवर्षिमा नारद, रुखमा पिप्पल, हात्तीमा ऐरावत, मानिसमा राजा, गायमा कामधेनु, सर्पमा सर्पराज, नागमा शेषनाग, राजामा यमराज, गणनामा गणित, पंक्षीमा गरुड, योद्धामा श्रीराम, समुद्रमा मगरमच्छ, नदीमा गंगा, विद्यामा ब्रह्मविद्या, विदामा विवादमा निर्णय, अक्षरमा ओम, कालमा महाकाल, मन्त्रमा गायत्री, महिनामा मार्ग, ऋतुमा बसन्त, छलमा जुवा, जित्ने व्यक्तिको विजय र निश्चय गर्नेको निश्चय पनि मै छु। भगवत पुरुषको भक्ति, वृषणवंशीको कृष्ण स्वयं मै, पाण्डवमा अर्जुन तिमी, मुनिमा वेदव्यास, कविमा शुक्राचार्य, जित्नेको रणनीति, रहस्य राख्नेको मौन पनि मै छु। भगवान जहाँ त्यही आफ्नो
अनुभूतिको बारेमा भन्नुहुन्छ, म कहाँ कसरी छु भनेर। अर्थात् ब्रह्माण्डमा जति पनि दृश्य अदृश्य जान अनजान वस्तु छन् सबै मै छु। मेरो कुनै अन्त छैनन्। पूर्ण रूपमा जान्न तिम्रो लागि कुनै काम नै छैन। त्यसैले तिमी यति मात्रै जान कि यो संसार मेरो एउटा सानो अंश मात्रै हो। अर्थात् यस्तो कुनै ठाउँ छैनन् जहाँ भगवान नहोस्। ईश्वरलाई पूर्ण रूपमा जान्न आवश्यक छैन र जान्न सम्भव पनि छैन। त्यसैले यति मात्रै जानो ताकि आफ्नो नलेजले आफ्नो मन्जिल लक्ष्य प्राप्त गर्न सकियोस्। भगवानको बारेमा जान्न सम्भव छैन, यति मात्रै जानो ताकि आफ्नो नलेजको कारणले गर्दा आफ्नो मन्जिल आफ्नो लक्ष्य सजिलैसित प्राप्त होस्। राधे राधे। जय श्री कृष्ण। भगवान कति राम्रो मिठो सरल भाषामा अर्जुनलाई सम्झाउनु भएको छ। अहिले हामी भजन भक्ति सागर च्यानलमा छौँ, त्यसकारण यहाँहरू प्लिज हाम्रो च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला। फेरि हामी अर्को अध्यायमा आउनेछौँ। धन्यवाद।